Hello everyone, नमस्ते, वेलकम टु माई न्यू ब्लग। र आज हामी फेरि आइसकेको छौँ मलाई नयाँ भिडियो लिएर। र आजको ब्लग चाहिँ आजको भिडियो चाहिँ एकदम रेन्डम हुनेवाला छ, किनभने के हालौँ भनेर सोचि नै रहेको थिएँ मैले। अनि मलाई याद आयो कि मेरो स्टडी टेबल बिग्रेको छ पुरै, हैन मतलब बिग्रेको छ मतलब हैन तो अब के भन्नु, अस्ति भर्खर एक्जाम सकेको, भर्खर स्कुल लागेको छ। अनि मैले बुकहरू पनि राम्रो ठाउँमा राखेको छु, हैन यता भताङ भुतुङै छ। सो आज चाहिँ म स्टडी टेबल अर्गनाइज गर्न आँट्दैछु, सो भिडियो बनाइहालौँ न त भनेर। ओ हेलो, उता हेर्ने हो हैन, भिडियो बनाऊँ न त भनेर बनाएको हामी आइसकेको छौँ। सो हामी चाहिँ स्टडी टेबल अब बनाउँछौँ हैन, अब कलरहरू हेर्दै जानु होला कसरी बनाउँछौँ भनेर पनि। सो आजको भ्लग चाहिँ एकदम रेन्डम हुनेवाला छ, सो हेर्दै जानु होला, अन्तिमसम्म हेर्नु होला। यो सो यो चाहिँ हो हाम्रो स्टडी टेबल। र अब त ढिलो नगरिकन सुरु गरौँ। अनि बुइनी चाहिँ खोइ भन्नुहुन्छ होला। सो बुइनीलाई चाहिँ भिडियो बनाउन अल्छी लागिसक्यो, एकछिन चाहिँ पलाएर बस्छ भिडियो बनाउँछु भन्दाखेरि उसलाई केही न केही गर्नु पर्ने के हुन्छ। सो भागिसक्यो। सो अब चाहिँ हामी रेडी पारौँ हाम्रो स्टडी टेबललाई अर्गनाइज गर्न सुरु गरौँ। अनि हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला, अनि लाइक कमेन्ट सेयर त गर्नुहुन्छ नै होला। सो यो चाहिँ हो हाम्रो स्टडी टेबल। अनि यहाँ चाहिँ छ मेरो कुर्सी, यहाँ चाहिँ छ बुइनीको कुर्सी, अनि यो चाहिँ बुइनीको ब्याग, अनि त्यो अर्कोपट्टिको चाहिँ मेरो ब्याग ग्रिन कलरको। अनि यहाँदेखि सुरु गर्नुपर्छ हामी स्टडी टेबल अर्गनाइज गर्न। म स्टार्ट गरौँ। बुइनीको ऱ्याकमा के छ, यो चाहिँ बुइनीको ऱ्याक हो। अनि यहाँ चाहिँ के छ, अब यहाँ मैले धेरै सामानहरू देखिरहेको छु सुरुमै। सो हेरौँ है त के लुकाएर राखेको छ बुइनीले। सो लुका त केही राखेको छैन, सो हेरौँ है त के छ। अनि मिलामेललाई अब चाहिँ म बुइनीको ऱ्याक मिलाउन आँटेको। यहाँ चाहिँ धेरै सामानहरू देखिरहेको छु मैले सुरुमै। अब के छ हेरौँ। अनि मिलामेललाई सो म चाहिँ सुरुमा हेर्दैछु के रहेछ भनेर। सो दाँत मान्ने ब्रस पनि देखिरहेको छु मैले। सो यो चाहिँ दाँत मान्ने ब्रस होइन, चाहिँ ब्रस के को लागि छ भने बुइनीको ऱ्याकमा उसलाई चाहिँ ड्रइङ गर्न पेन्टिङ गर्न स्पेसली पेन्टिङ गर्न धेरै मनपर्छ। सो पेन्टिङ गर्नको लागि यो कलर हुन्छ नि त्यो छेप्न, त्यो गर्नको लागि यो ब्रस राखेको उसले सम्हालेर आफ्नो ऱ्याकमा। अनि चाहिँ यहाँ उसको गुडिया, अनि यहाँनिर इरेजरहरू रहेछ, अनि पेन्सिल रहेछ, अनि खेलाउने रहेछ। अनि यहाँ चाहिँ A4 साइजको पेपर रहेछ उसलाई क्राफ्ट गर्नको लागि। अनि यहाँ चाहिँ अर्को रहेछ नैतिक शिक्षाका कथाहरू, यो चाहिँ उसले पढ्न सक्ने किताबहरू छ। यहाँ चाहिँ उसले सबै पढ्न सक्छ यहाँमध्ये। अनि यही छ अरू त उसले रेगुलर युज गर्ने किताबहरू छ। अनि यो के हो उसको सामान, त्यो उसलाई चाहिएकै हुन्छ सबै सामानहरू, मैले त्यही भएर केही पनि फ्याँक्दिनँ। सो यो ऱ्याक चाहिँ भइसक्यो। सो यो ऱ्याकमा धेरै सामानहरू थिएन, बुइनीको पढ्ने रेगुलर पढ्ने बुकहरू थियो, अनि यही थियो यो सामानहरू। सो मैले यहाँ धेरै चलाइनँ, किनभने यो सबै बुइनीलाई चाहिने हो। यो रिबिन पनि उसलाई चाहि नै रहेको हुन्छ, किन हो किन यो पनि चाहिरहेको हुन्छ, बिग्रेको सामानहरू पनि चाहिरहेको हुन्छ। सो मैले यहाँ केही फ्याँक्दिनँ, केही त्यस्तो फ्याँक्ने कुरा पनि केही थिएन। सो यो रिबिन छ नि, यो रिबिन सानो छ नि, उसलाई केही न केही काम लागेकै हुन्छ, केही न केही गर्नु परेकै हुन्छ यो रिबिनले। सो ओके राख्दिउँ। अब चाहिँ जाम यसमा यो चाहिँ एकदम धेरै फोहोर भएको छ। सो यहाँ फोहोर भएको केही पनि छैन, बस यहाँ नमिलाएर राखेको छ क्या। सो अब चाहिँ मिलाम यो सेकेन्ड ऱ्याक। अनि यहाँ चाहिँ धेरै सामानहरू यता र उता छ, तर यहाँ फोहोरहरू सामान चाहिँ केही पनि छैन, यहाँ सबै यता र उता सामान भएको हो। सो सुरुमै चाहिँ मैले देखेँ मेरो फोटो, अनि यहाँ चाहिँ पुराणको कार्ड थियो, अस्ति दिदीहरूको घरमा लागेको पुराणको, त्यो अहिले पनि रहेछ। अनि रहेछ यहाँ रामायणको उसको बुइनीको लागि कलर गर्ने, ऊ चाहिँ जहिले कलर गर्नु भन्छ क्या होइन। अनि यो चाहिँ हो मेरो स्काउटको डायरी। अनि यहाँ चाहिँ के कपीहरू, प्र्याक्टिस कपीहरू छ। अनि यो बुइनीको कलर राख्ने पुरानो, अनि पुरानोमा पनि यसले कलर भरेको रहेछ। अनि पेन, अनि यो गिफ्ट ऱ्याप गर्ने, अनि कलर, अनि काइयो पनि रहेछ। अनि ब्रासलेट मेरो होइन, यो चाहिँ बुइनीको, मैले लाएर खिच्दैछु। अनि यहाँ चाहिँ 5 रुपियाँ पनि भेटाएँ मैले। अनि यहाँ चाहिँ गाता अस्तिको उब्रेको। अनि यो चाहिँ त्यही हो कपी मैले चाहिँ भेटाइसकेको छु मेरो पुरानो प्रोजेक्ट वर्क। पुरानो त नभनौँ, 8 क्लासमा आउने बित्तिकै 3-4 महिना अगाडिको मात्र प्रोजेक्ट वर्क हो। सो मैले बनाएको प्रोजेक्ट वर्क सामाजिक हो है त यो त धेरै उयो गरेको नि साथीहरू। सो यहाँ चाहिँ मैले धेरै राम्रो छ पनि पाएको रहेछु। गुड। ढिलो नगरिकन सबै ऱ्याकहरू सफा गरिसकौँ, किनभने अहिले पनि 7वटा ऱ्याक गर्ने बाँकी छ। सो धेरै राम्रो हुन्छ भिडियो। सो मैले यहाँ पनि मैले गरिसकेको छु न। सो अब यहाँ सफा गरौँ है त, कता गयो यहाँ।
मैले चाहिँ लामो भिडियो लामो हुन्छ भनेर फास्ट फरवर्ड गरेर एडिटिङ गर्दैछु यहाँनिर। अनि यहाँ पनि त्यही हो, सामानहरू मैले मिलाएँ। अनि अझै प्र्याक्टिस कपीहरू थियो, यहाँ पढ्ने कपीहरू चाहिँ थिएन, मतलब रेगुलर स्कुल लाने कपीहरू चाहिँ थिएन, तर घरमा प्र्याक्टिसहरू गर्ने कपी थियो। अनि यहाँ चाहिँ पेन थियो, गाता थियो अस्ति उब्रेको। अनि यो चाहिँ डस्टबिन, सानो डस्टबिन, बुइनीलाई काम लाग्छ। यो चाहिँ पेन्सिलहरू तिखार्दाखेरि राख्ने डस्टबिन, फोहोर राख्ने डस्टबिन। सो यो पनि रेडी भयो, यो पनि रेडी भयो। यहाँ दुईवटामा चाहिँ धेरै खास सामानहरू केही छैन। अब खतरो के खेलाडी चाहिँ यो 3टामा छ, किनभने यहाँ 3टामा धेरै सामान छ। सो यहाँ यो सामानहरू सफा गरौँ। यहाँ यति धेरै सामानहरू देख्छु नि म, राम। सो यो सफा गरौँ अब। सो यहाँ चाहिँ डेली युज गर्ने, अब हामी स्कुलमा युज गर्ने पेन, पेन्सिल, इरेजर, सार्पनर अनि स्टिच पनि, गम पनि रहेछ, हेरेर सक्नुहुन्छ, देख्नुभयो होला। अनि यो चाहिँ हो बुइनीको पेन्टिङ गर्दाखेरि पेन्टिङ हाल्ने। अनि यो चाहिँ जुन छ नि, यो चाहिँ एउटा बुक छ, म भरे देखाउँछु हजुरहरूलाई। त्यो बुकबाट चाहिँ कटिङ सिक्नको लागि काटेर अर्को पेपरमा कट एन्ड पेस्ट भन्ने बुक पाउँदो रहेछ, त्यसबाट चाहिँ बुइनीले गरेकी हो। अनि यहाँ चाहिँ छ डायरी, मैले बनाएको डायरी, अल्छीले लाग्दाखेरि मैले बनाएको थिएँ, एबाउट मी हुन्छ नि यस्तो गरेर। अनि यहाँ चाहिँ यो त्यस्तो धेरै सामान थियो जस्तो लाग्छ, तर यहाँ पनि धेरै रहेनछ। अब छिटो गरेर मिलाम है त, यहाँ पनि लेट नगरिकन। अब अर्को पनि मिलाउन सुरु गरौँ। 3टा चाहिँ सक्यो। अनि यहाँ चाहिँ रहेछ क्यालकुलेटर, यो चाहिँ धेरै बिग्रेको पनि रहेनछ। अनि उहाँ परको ब्याग हो, यो मेरो चाहिँ सानो हुँदाको। अनि यहाँ चाहिँ नचलाएको कपीहरू छ। अनि यहाँ पनि पेन रहेछ। अनि यही यो यहाँ मामुको फोटो पनि रहेछ। अनि यो चाहिँ अस्ति मैले मेलामा किनेको थिएँ, कति राम्रो छ, मलाई चाहिँ राम्रो लागेर किनेको थिएँ। अनि यति नै हो, यसमा चाहिँ त्यति धेरै केही रहेनछ। अब सजिलो भयो अर्कोमा जानको लागि। सो 4वटा चाहिँ कम्प्लिट भयो, अझै बाँकी छ। सो हेर्दै जानु होला। अब यहाँ चाहिँ अलिक धेरै सामान छ, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ सुरुमा गौतम बुद्धदेखि, अनि यहाँ पेन्टिङको सामान, यो कलरफुल सामानहरू देख्दैछु। अब हेरौँ त एक गरेर देखाउँछु। यहाँ चाहिँ छ, अघि मैले देखाएको थिएँ नि त कट एन्ड पेस्ट गरेको। सो यो चाहिँ यहीँबाट गरेको, जस्तै यसलाई काटेर गरेको हो बुइनीले। यहाँ चाहिँ केही छैन, यहाँ स्वेटरको बट्टा छ। अनि यहाँ चाहिँ आइरन छ, यो आइरन चाहिँ यतै राखेको छ, किनभने बिहान सर्टहरूमा आइरन लाउन। अनि अब चाहिँ यहाँ चस्माको, मेरै चस्माको बट्टा छ। अनि यो चाहिँ डस्टर छ, व्हाइट बोर्डमा लेखेको मेटाउनको लागि। अनि यहाँ लाइट छ। अनि यो के हो, यसलाई के भन्छ, रुबिक्स क्युब त अर्कोलाई भन्छ, यसलाई पनि त्यही भन्छ कि थाहा छैन मलाई, आई डोन्ट नो। सो यो चाहिँ मिलाएको छ, यो चाहिँ मिलाएको छ। अनि यो चाहिँ यत्तिकै सोपिस हो कि हो, आई डोन्ट नो। अनि यहाँ एउटा सानो क्यामेरा पनि छ। सो यो क्यामेरा चाहिँ पहिला नै बाबाको साथीले बाबालाई गिफ्ट दिनुभएको अरे। सो अहिले पनि यो समाएर राख्नुभएको छ बाबाले। अनि यो चाहिँ यहाँ छ अहिलेको लागि। सो अब चाहिँ यो मिलाउन सुरु गरौँ। र अब यहाँ चाहिँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ छ मैले सुरुमै देखेँ बोर्डर टेप। अनि यो बोर्डर टेप चाहिँ, सो यो बोर्डर टेपहरूको चाहिँ यस्तो निक्लिँदो रहेछ होइन, गम टाँसिँदो रहेनछ, त्यो देखाउने मात्र रहेछ युट्युबहरूमा। यो टाँसिँदैन, गमले पनि टाँस्नुपर्छ, यो टेपले मात्रै टाँसिँदैन क्या। अनि यो चाहिँ भयो सेलो टेप, यस्तो यसरी उक्किन्छ क्या। सो हेर्नु नै भयो। सो यो चाहिँ मैले अर्को खालको किनेर हो कि अरूको टाँसिन्छ कि थाहा छैन, तर मैले किनेको चाहिँ यस्तो निक्लिँदो रहेछ। सो मैले अब यो कहाँ युज गर्छु नि थाहा छैन, बेकारमा किनेको। सो यो चाहिँ कसैले नकिन्नु होला है, मेरो सजेसन मानेर चाहिँ। यो म कहाँ युज गर्छु पनि थाहा छैन, मैले बेकारमा किनेको यो। अनि यहाँ चाहिँ सेलो टेप। अनि यहाँ चाहिँ मैले भनेको थिएँ नि अस्तिको स्टेसनरी सपिङको भिडियोमा, म स्टिकर नोट जहिले किन्छु तर चलाउनु चाहिँ कहिले चल्दिनँ। सो यस्तै भइरहेछ, स्कुल सुरु भइसक्यो, स्टिकर नोट चलाउने कामै आएको छैन। अनि यो चाहिँ ट्रान्सपरेन्ट स्टिकी नोट, मेरो भिडियो ककाले हेर्नु भएको छ पहिला। सो एउटै सामान हो, यो पनि अस्ति देखाएकै हो। सो यो यहाँ राखौँ, मैले शुद्ध नखोलिकन राखेको थिएँ। ओके, यो राखौँ यहाँ। अनि यो पनि सायद भयो होला, मलाई यो साह्रै रिस उठेको, म उतापट्टि फर्काएर राख्छु। यो देख्ने बित्तिकै मलाई यस्तो रिस उठ्छ नि, टाँसेको गर्न मन लाग्छ। अनि यो पनि भयो। अनि यसमा चाहिँ म राख्छु, यो चाहिँ ओइल पेस्टल कलर हो। अनि यो चाहिँ बुइनीको डिमान्ड अनुसार हो, बुइनीको सबभन्दा मनपर्ने कलर ओइल पेस्टल कलर, सबभन्दा मनपर्ने कलर। एकदम राम्रो छ क्या यो फेरि। ओके,
यसलाई राखौँ, यहाँनिर राखिदिउँ बहिनीको पनि छ। यहाँ आएर चाहिँ सो यहाँ चाहिँ त्यही कलरहरूको सामानहरू राख्दैछु। अनि ओइल पेस्टल कलर राखेँ, पेन्टिङ कलर राखेँ, अनि यहाँनिर अर्को कलर पनि राखेँ, अनि यहाँ जम्मा यहाँ 4वटा कलर राखेँ, अनि बहिनीको पेन्टिङ ब्रस पनि राखेँ, अनि यहाँ चाहिँ त्यो स्टिकी नोट राखेँ, अनि यो पनि हाम्रो कम्प्लिट भयो। सरी कम्प्लिट भएको छैन। सो यहाँ चाहिँ गौतम बुद्धलाई पनि राख्नु पर्यो। अब चाहिँ कम्प्लिट भयो यो ऱ्याक। यो मिलाउन सो यसमा त केही मिलाउनु नै परेको छैन किनभने सबै ठेगाना मिलेको छ। सो हामी चाहिँ आइपुग्यौँ यहाँनिर बुकहरू राखेको ऱ्याकमा। अनि यहाँ चाहिँ मलाई मनपर्ने बुकहरू राखेको छु, पढ्न मन लाग्ने। अनि यहाँ चाहिँ 10 फिट बोर्डिङ स्कुल 30th एनुअल एन्ड प्यारेन्ट्स डे 2081 मिस्ट्रेस अफ सेरोमनी प्रशंसा भण्डारी भएर मलाई दिनुभएको थियो। अनि यहाँ चाहिँ छ श्रीजङ्गा बाल सदन मन्टेश्वरी। यो चाहिँ बुइनी युकेजीदेखि 1 मा जाँदाखेरि दिनुभएको। यो चाहिँ श्रीजङ्गा बाल सदन मन्टेश्वरीले। अनि यहाँ पर चाहिँ 5वटा घोडाको पिक्चर रहेछ। सरी 5वटा चाहिँ 7वटै रहेछ। अनि यहाँ चाहिँ छ बाबाको जेल। यहाँ चाहिँ छ यो ब्रास सेट बनाउने सामानहरू, सबै थोक सामानहरू छ। मैले ब्रास सेट बनाए पनि हैन। सो यो चाहिँ म ब्रास सेट बनाएर गलिसकेर बसेको। अनि यहाँ चाहिँ सबै थोक ब्रास सेट बनाएको सामानहरू छ। सो सामानहरू यो पनि देखाउँला कुनै दिन हजुरहरूले छुट्टै भ्लग बनाएर। अनि अर्को पनि सामान छ, बहिनीको चस्मा। अनि यहाँ चाहिँ यति नै। सो यहाँ चाहिँ यति नै सामानहरू छ। अनि अब हाम बुकतिर जस्तो पढ्न मन लागेको बुकहरू छ। सो यो चाहिँ डायरी अफ अ यङ गर्ल, मलाई यो पढ्न मन लागेको। सो आधी जति पढिसकेँ, आधी होइन धेरै होइन, 10-12 पेज जति पढिसकेको छु। सो यो म पढ्छु। अनि स्टिभ जब्सको जीवन, यो पनि मलाई पढ्न मन लागेको छ। अनि यो चाहिँ होइन, यो चाहिँ अर्गनाइजेसनल बिहेभियर, यो चाहिँ मामुको बुक हो, यो घरमै भएको बुक हो, यो मलाई पढ्न मन लागेको बुक होइन। अनि यो सामान्य ज्ञान मञ्च, सो यो चाहिँ मलाई पढ्न मन लागेको बुक हो। अनि यहाँ म पढ्छु पनि किनभने क्विजहरूमा मलाई जान हुन्छ नि, क्विजहरूमा पार्टिसिपेट हुन मलाई मन लाग्छ। अनि स्कुलहरूमा पनि भइरहेको हुन्छ क्विजहरू, अनि उता गोरगाउँतिर पनि भइरहेको हुन्छ। सो यो यो पढ्दा चाहिँ धेरै काम लाग्छ। अनि यो व्यावसायिक अध्ययन चाहिँ मैले होइन, यो मामुले पढ्नुहुन्छ, यो चाहिँ मामुले पढ्नु। सो यहाँ चाहिँ छ संसार हल्लाउनेहरू। अनि यहाँ चाहिँ के छ भन्दाखेरि 101 जना प्रसिद्ध मानिसहरूको, विश्वभरका प्रसिद्ध मानिसहरूको जीवनी लेखेको छ। जीवनी भनेको धेरै छैन, 1 पेज 2 पेज, धेरै भयो 3 पेजमा लेखेको छ। अनि यहाँ चाहिँ धेरै प्रसिद्ध काम गरेको मान्छेहरूको छ, क्रिकेटर अनि सबै भयो, फुटबलर अनि समाजसेवी अनि साइन्टिस्टहरू सबैजनाको छ। अनि यो चाहिँ मलाई पढ्न मन लागेको छ सबैजनाको, तर मैले पढेको छुइनँ सबैजनाको, पढेको छु धेरैजनाको चाहिँ। अनि यो पनि धेरै काम लाग्ने छ। अनि के गरेर प्रसिद्ध भएको त्यो सबै लेखेको छ। अनि यो पनि मलाई पढ्न मन लागेको किताब हो। अनि यहाँ मुनि चाहिँ छ अरू किताबहरू। यहाँ मुनि हेर्न सक्नुहुन्छ एलन मस्कको जीवनी, अनि मार्क जुकरबर्गको जीवनी, अनि मुनि बिल गेट्सको जीवनी पनि छ। अनि मलाई चाहिँ यो स्टिभ जब्सको, एलन मस्कको, मार्क जुकरबर्गको अनि बिल गेट्सको जीवनी पढ्न मन लागेको छ, तर पढ्न चाहिँ भ्याएको छुइनँ। पढाउला कुनै दिन, सबै पढाउला यहाँ भयो जति बुक। अनि यो ऱ्याक पनि सक्यो, यो ऱ्याक चाहिँ मिलाइरहेको थियो, 2टा ऱ्याक चाहिँ मिलाइरहेको थियो। सो त्यही भएर मलाई सजिलो भयो। अब माथिको ऱ्याकमा जाऊँ है त। सो माथिको ऱ्याकमा चाहिँ हेर्न सक्नुहुन्छ ब्यागहरू राखेको छ। सो यो ब्यागहरू चाहिँ यो चाहिँ मामुको, यो चाहिँ मेरो हो, अनि यो चाहिँ मामुको, अनि यो पनि मेरो, अनि यो चाहिँ मामुको। सो यहाँ चाहिँ राखेको छ ब्यागहरू मामुले अनि मैले प्राय युज गर्ने ब्यागहरू। अनि यो चाहिँ यही सजिलो हुन्छ भने यही राखेको छौँ। अनि यहाँ चाहिँ छ किताबहरू धेरै छ। अनि यो चाहिँ यो मेरो गुरुञ्चोलोको एल्बम, अनि यो चाहिँ बा मामुको बिएको एल्बम। अनि त्यो चाहिँ अलिकति च्यातिसकेको, त्यही भएर मैले पुरै नदेखाएको, च्यातिसकेको भएर। अनि यहाँ चाहिँ छ चेसको, अनि सक्नुहुन्छ यहाँ चाहिँ ज्योमेट्री बक्स मेरो पुरानो। अनि यहाँ सबै किताबहरू छ, यो मैले पढ्ने किताब हो, यो चाहिँ मामुले पढ्ने किताब हो। अनि यतापट्टि अर्को लास्ट ऱ्याकमा हाम्रो चाहिँ सबै मिलिसक्यो। अनि यो माथिको पनि मिलिसक्यो भन्दा हुन्छ, यहाँ के छ भनेर भन्छु मात्र हजुरहरूलाई। सो यहाँ चाहिँ छ हामीले डेली युज गर्ने तेल भयो होइन, अब रबर भयो स्कुल जाँदाखेरि लाउने, पाउडर अब गर्मी मौसममा आउँदैछ, गर्मी मौसममा फोकाहरू आउँछ। सो पाउडरहरू। अनि यो स्ट्रबेरी छ नि, यो चाहिँ ह्यान्डमेड स्ट्रबेरी हो। सो अब यहाँ चाहिँ छ, यो चाहिँ यो मेरो फाइल, मेरो र बुइनीको रिजल्टको। मेरो चाहिँ युकेजीदेखिको रिजल्ट अहिलेसम्म 8 क्लाससम्म, 8 क्लास त भएको छैन, 7 क्लाससम्मको सबै रिजल्टहरू छ। अनि बुइनीको चाहिँ अर्कोमा छ, जुन चाहिँ अर्को कोठामा छ। अनि यहाँ माथि चाहिँ छ
एयरपड यो चाहिँ बाबाले चलाउनु भएको छैन अनि यो खोल यतिकै अनि यो पनि अस्ति किन्नु भएको आइफोनको खोल अनि त्यहाँ चाहिँ के छ S24 को अनि यो A16 को खोल छ यहाँ चाहिँ माथि खोलहरुको कलेक्सन छ सो अनि त्यहाँ चाहिँ फुलहरु छ अनि स्टडी टेबलको यतापट्टि चाहिँ मेरो मिररहरु छ मेरो र बुइनीको मिररहरु छ अनि यहाँ पनि छ यो चाहिँ मेरो 7 क्लासको भयो 5 क्लासको अनि 6 क्लासको पनि छ अनि यहाँ चाहिँ मेडलहरु छ अनि यहाँ चाहिँ त्यही भइहाल्यो बुकहरु अनि यहाँ चाहिँ पढ्ने टेबलहरु भइहाल्यो अनि कस्तो लाग्यो होला आजको मैले मिलाएको झन् बिग्रियो जस्तो लागिरहेछ मलाई तर मिलाए मैले सो यहाँ चाहिँ छ फाइनल लुक अनि हजुरहरुलाई कस्तो लाग्यो होला आज मैले स्टडी टेबल मिलाएको पर भने लाइक कमेन्ट शेयर र सब्स्क्राइब गर्न चाहिँ नबिर्सनु होला र भेटौँला अर्को भिडियोमा त्यतिकै दिनको लागि बाइ